हेलो साथीहरू, आज पनि सम्पूर्ण साथीहरूलाई स्वागत छ। आजको चाहिँ विशेष भ्लग चाहिँ किम्बु भ्लग हुन गएको छ। ल किन किम्बु भ्लग भन्दा किम्बु हेर्नुहोस् कालै पाक्या छ। यो सबै किम्बु पाक्या हो। यो किम्बुको ठुलो ठुलो रुख छ। दुईटा छ ठुलो ठुलो रुख। यस्तो मिठास भरिएको छ कि This is Kimbu. कति धेरै हो यो किम्बु। Oh my god. यो किम्बुलाई कुन बेरी भन्छ? ब्ल्याकबेरी? यो त एकदम त्यसै त अर्ग्यानिक। एक सय 74 बेरीसम्म खाएको छ, त्यहाँदेखि उता चाहिँ थाहा छैन। आमामा यति पाकेको छ क्या आमामा। लु कालै हौ। बाफ्रे कस्तो पाकेको यो। ल तपाईको गाउँमा किम्बु छ कि छैन? किम्बु छ भने तपाईलाई किम्बु मन पर्छ पर्दैन? च्याट्टै पारेर कमेन्ट गरौँ त साथी। सिजनको फल खानुपर्छ, अर्ग्यानिक। कुनै कुनै चाहिँ अमिलो छ क्या। कोदोको बिउ होला? ए के पो लसुन लसुन लसुन। झऱ्यो झऱ्यो। मामा साह्रै मिठो, मह जस्तै मिठो भयो त। रुखमा बसिन्छ, आराम गरेर किम्बु टिपिन्छ, खाइन्छ।
कुनै कुनै चाहिँ अलिक अमिलो रहेछ हौ। ल हेर्नु त साथीहरू, यहाँ चाहिँ कालिज पालेको थियो है, अहिले चाहिँ कालिज रहेनछ। यो बेरेकोमा चाहिँ सबै कालिज पालेको थियो। ओ माई गड। ल साथी हो, किम्बु खाने कार्यक्रम चाहिँ सक्यो। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ सबैजनालाई। बाई बाई।